morning, and my name is Rubina Gurung, and I am representing our beautiful Sikkim, and you are at the east district of the Sikkim, and you were at the elevation of 5 to 5,000 feet, okay? 55 to 5,000 feet, but you are at the elevation of 12,313 feet. This is a Changu Lake. The lake you are seeing behind me is a Changu Lake or a Chongmu Lake. TSONGO CHANGU. छाङ्गु पनि भन्छ, छोङ्मु पनि भन्छ। यसको एटोमोलोजी जब तपाईले ब्रेक गर्छ, यसको सोर्स ओरिजिन भन्दाखेरि भुटिया या तो टिबेटन ल्याङ्ग्वेजबाट ओरिजिन हुन्छ। यसको भनेको मतलब चाहिँ तपाईको सोर्स अफ द लेक और द हेड अफ द लेक, ठीक छ? यो भन्छ। अनि तपाईलाई यसको डेप्थ जान्नु छ भने पनि इट्स 49 फिट, ठीक छ? 49 फिट। अनि त एन्टायर यो लेक कति चाहिँ कभर गर्छ यसले भन्दा चाहिँ इट्स लाइक 1 किलोमिटर, तर हामी आधी मात्र वक हुन्छ, ठीक छ है? यो अन्त यो चाहिँ तपाईले देख्नुभयो यत्रो म्यासिभ लेक छ है। सर काइन्डली प्लिज ट्राई टु पे अटेन्सन। दोज हु डज नट वान्ट टु लिसन दे क्यान walk away, or let's not do the hindrance, right? Because someone is clicking a video out here, so let's not ruin the things, ठीक छ? So sorry for that. अन्त यो चाहिँ के हो भन्दा चाहिँ यो लेकमा जुन चाहिँ छ नि यो पानी त हेर्नुस् त यत्रो ठुलो लेक छ, योमा फिशिङ पनि गर्नु सक्थ्यो, टुरिज्म पर्पजको लागि भने त बोटिङ चलाउनु सक्थ्यो नि त, राइट? तर लगाइन किन भन्दाखेरि चाहिँ यो चाहिँ होली लेक हो, ठीक छ? होली माने धेरैवटा धर्मले यसलाई विश्वास गराउँछ, ठीक छ है? यो चाहिँ कोले विश्वास गर्छ भने चाहिँ एउटा चाहिँ बुद्धिस्ट ट्रेडिसन, ठीक छ? यहाँ चाहिँ पहिला नि जो चाहिँ हाइली एक यति डरलाग्दो मङ्क जसले चाहिँ अब माइन्ड रिडिङ गर्ने खालको मङ्कहरूले चाहिँ आएर चाहिँ यहाँको लेकको कलर हेरेर चाहिँ दे युज टु टेल द फर्च्युन अबाउट द सिक्किम, ठीक छ? कसरी चाहिँ यो अब आउने साल चाहिँ राम्रो छ छैन त्यो चाहिँ फर्च्युन टेलिङ थियो भनेर खालको छ, ठीक छ है? यो अन्त अर्को सेकेन्डली चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईको योलाई चाहिँ राखी पूर्णिमा सुन्नु भएको? राखी आई गेस यु गाइस टाई, हजुर तपाईले टाई गर्छ नि दाजुहरूलाई राखी है, रक्षाबन्धन। त्यो टाइममा चाहिँ तपाईको झाँक्री सुन्नु भएको? झाँक्रीहरू भन्छ नि, त्यो व्हाइट एन्ड रेड क्लथमा हुन्छ नि, उहाँले चाहिँ आफ्नो घरमा चाहिँ प्रेजेन्ट गर्छ, एक दिन मजाले झाँक्री नाच्छ, त्यहाँदेखि भोलिपल्ट चाहिँ यहाँ आएर एन्टायर डिस्ट्रिक्टको जसले चाहिँ यो जग्गालाई विश्वास गर्छ नि त्यहाँको झाँक्रीहरू चाहिँ आफ्नो थान उठाएर चाहिँ यहाँ आएर चाहिँ 2 दिनको बिग फेस्टिभल गर्छ, ठीक छ? त्यसलाई चाहिँ यहाँनिर किन पुजेको भन्दा चाहिँ उहाँहरूले चाहिँ यो लेकलाई चाहिँ आफ्नो एन्सेस्टर बिलिभ गर्छ, ठीक छ है? एन्सेस्टर भनेपछि त आफ्नो अब पुर्खाली भनौँ न है, त्यसलाई गर्छ। र अन्त यसको माइथोलोजीपट्टि जानु पर्यो भने चाहिँ इट्स जस्ट अ मिथ, ओके? इट्स नट इन द एभिडेन्स फ्याक्टमा छैन, तर यो फ्याक्ट बेसिस नभएकोले गर्दा चाहिँ यसको माइथोलोजी चाहिँ के हो भन्दा यो लेक कसरी उत्पन्न भयो भन्ने, ठीक छ? लेट्स द क्राउड पास बाई त्यहाँदेखि म भन्छु, ठिक छ है? सो द्याट तपाईँहरूलाई पनि डिस्ट्र्याक्सन दिनुहोस्। तपाईहरुको नि यसको माइथोलोजी या त मिथ चाहिँ के छ भन्दा चाहिँ यो लेक कसरी उत्पन्न भयो भन्दा चाहिँ यो लेक चाहिँ सबसे पहिला चाहिँ ड्रट एरिया हुने गर्थ्यो, सुखौरो एरिया है। तर यो लेक सुखौरो भएकोले गर्दाखेरि चाहिँ एउटा वाइस लेडी जो चाहिँ गाउँमा बिहा नगरेको गाउँको लेडीको ड्रिममा चाहिँ आउनु भएको थियो अरे कि द्याट नरेसन स्टार्ट गरेको थियो अरे कि द्याट भोलिको दिनमा चाहिँ यो लेक यो जग्गामा चाहिँ यस्तो सुखौरो एरियामा चाहिँ एउटा पानीको फर्मेसन हुँदैछ। सो ट्राई टु टेल द विलेजर्स द्याट कि उहाँहरूको लाइफलाई चाहिँ एस्केप गराउनु होइन, उहाँहरूको लाइफ आफैलाई बचाउनु, जानु भन्नु, यो ल्यान्ड छोड्नु भन्नु भन्छ। त्यही उहाँले जे देख्यो त्यही आएर बिहान भन्छ। तर एज यु नो द्याट हामी ह्युमन बिङ हो है, कतिले सुन्ने कतिले नसुन्ने, जसले सुन्ने दे अब आफ्नो लाइफ बचायो, जसले सुनेन अब उहाँहरूको लाइफ गयो। त्यही कारण मैले भने नि झाँक्रीहरूले एन्सेस्टर बिलिभ गर्छ भने नि, किनभने आफ्नो अकाल मृत्यु भयो नि त उहाँहरूको होइन। अन्त त्यस्तो हुँदाखेरि चाहिँ आफ्नो ज्यान गुमायो। अन्त वान अफ द्याटमा तपाईँले यहाँनिर जानवर हेर्नुहोस् त, तपाईँले गाई देख्यो, अरू एनिमल देख्यो, डग त देख्छ किनभने फर छ है, तर अपार्ट फ्रम द्याट तपाईँले के मात्रै एउटा एनिमल नोटिस गर्यो? याक, राइट? अन्त याक इज द एनिमल द्याट हु गट द कर्स फ्रम द्याट लेडी भन्छ। त्यो लेडीले चाहिँ कर्स गरेको भन्छ। तिमी याकको नेचर देख्यौ, यहीँ हिँड्यौ उसकोमा, उसलाई यस्तो गर्नु सक्थ्यो नि, अघि कुकुर हो भने टोक्ने, या त अरू हो भने त यस्तो गर्न सक्ने नि त, सिङहरू बङ्गारा गर्थ्यो नि, तर गरेन उसले, राइट? किन भन्दा चाहिँ याकको नेचर कस्तो छ, सोझो छ र अलिकति ढिट खालको छ नि त होइन। ऊ एकखेप बस्यो नि ढिट गर्छ नि, जब उसलाई नोसमा पुल गर्छ तब मात्रै हिँड्दैछ नि त, राइट? त्यस्तो भएकोले गर्दाखेरि चाहिँ उहाँको नेचर त्यस्तो भएकोले गर्दा चाहिँ जब उहाँलाई पनि बतायो नि त्यसलाई चाहिँ उहाँले सुनेन भन्ने कुरा कि। अन्त त्यही कारणले चाहिँ त्यो लेडीले चाहिँ यस्तो भन्छ, आजको यहाँ दिन तिमीले मैले भनेको नसुन्नेकोले गर्दा चाहिँ
यहाँको जुन चाहिँ अब आउने लाइफ छ नि, लाइभलीहुड चाहिँ तिम्रो थ्रुबाट चाहिँ यु विल बी द ब्रेड बेयर फर देम भन्छ, बुझ्यो? अन्त त्यही कारण चाहिँ अहिले यो जुन चाहिँ टुरिज्म पर्पजमा चलाइरहेछ नि त यहाँको है, त्यो कारणले गर्दा हो, ठिक छ? यो अन्त यो लेक चाहिँ अन्डा सेपमा छ भन्छ, इफ यु विल गुगल इट। यो चाहिँ तपाईँको ओभल सेपमा छ भन्छ, तर ओभल भनेपछि अन्डा सेपमा कतै देख्दैछ? छैन, राइट? सो अगर तपाईँ बिना गाइड आएको भए यु माइट थट कि गुगल जोत्तु रहेछ, जोत्तु भन्ने चाहिँ हाम्रो ल्याङ्ग्वेज छ भने चाहिँ ढाँटेछ है। तर अब गाइड हायर गरेकोले गर्दा आई क्यान से द्याट नेचर इज अ चेन्जिङ फेनोमेना होइन, इम्पर्मानेन्ट इन नेचर हो नि त है। इम्पर्मानेन्ट भनेपछि चेन्जिङ हुन्छ, टाइमली चेन्ज हुन्छ, राइट? यो त म के भन्नु सक्छु, या त ग्लोबल वार्मिङले हिट गरेको, या त बिलो डाउन डे टेक्टोनिक प्लेट्सले खराब गर्दैछ, ठिक छ है? त्यसको मतलब जसले एन्ट्री गर्यो नि हिस्ट्री, आई कान्ट से ही और सी इज रङ, किनभने उहाँले त्यो टाइममै त्यही ओभलदेखि एन्ट्री गरिदियो है। जो हामीले आज अब्जेक्टिफाई देख्यो, हामीले यही एन्ट्री हो नि त हाम्रो, राइट है? ठिक छ है? त्यो गाइड लिनेको वान अफ द गुड पर्क्स, ठिक छ? अन्त सेकेन्डली तपाईँको के हो भन्दाखेरि ओभल सेपमा मैले भनिहालेँ है, छैन यो लेक यस्तो। अन्त तपाईँलाई यो एरिया जुन चाहिँ मैले भन्यो, यही एरियातिर हेर्नुहोस् कि यसलाई चाहिँ सेकेन्ड होम अफ द रोडोडेन्ड्रन पनि भन्छ है। रोडोडेन्ड्रन तपाईँहरूको एरियामा नेसनल ट्री लालीगुराँस, हाम्रो चाहिँ स्टेटको चाहिँ स्टेट ट्री हो रोडोडेन्ड्रन, तर हाम्रो लालीगुराँस होइन, हिउँे गुराँस, ठिक छ? हिउँे गुराँस भनेपछि हिउँको गुराँस भने तपाईँ जुन चाहिँ जग्गामा चाहिँ हिउँ आउने टाइम हो। तर आजको दिनमा तपाईँ जुन चाहिँ टाइममा आउनु भएको चाहिँ इट्स लाइक मोर ओभर लाइक प्री मनसुन एन्ड द स्प्रिङको बिचमा छ, ठिक छ? त्यही कारण क्लाइमेट यस्तो हो। डोन्ट से द्याट ओ वी आर अनफर्चुनेट द्याट यस्तो भयो त्यस्तो भयो, कतिले भन्छ नि हामीलाई सुइटेबल गरेन, त्यो होइन है। तपाईँहरू आउनु नै त्यो टाइममा आउनु भएको छ, ठिक छ है? तपाईँलाई पिक विन्टरको टाइममा आउनु पऱ्यो भने डिसेम्बर इज द वेलकमिङ फर द विन्टर एन्ड दि एन्ड अफ दि अप्रिलसम्म आयो भने तपाईँले हिउँ भेट्नु सक्नुहुन्छ, स्नो है। अन्त तपाईँलाई अगर तपाईँलाई भेरी गुड स्काई क्लियर, अब कतिको तपाईँले नेपालबाट आउनु भएकोहरूले नि तपाईँहरूले यही लेकलाई ब्लू देख्नु भएको छ, यो लेकलाई छाङ्गु लेक, त्यसलाई ब्लू देख्छ नि। कतिजना क्लाइन्टले चाहिँ दे आस्क वेयर इज द्याट ब्लू लेक भन्छ कि, तर इट्स जस्ट अ रेप्लिका अफ दि स्काई, ठिक छ? त्यो चाहिँ तपाईँको चाहिँ अक्टोबर नोभेम्बर डिसेम्बर हो, ठिक छ? यो कारणले गर्दा अलिकति वरिपरि हेर्नुहोस् फ्लावरहरू पनि देख्न सक्छ, अहिले चाहिँ फ्लावरको ब्लुमिङ टाइम हो, ठिक छ है? यो हो। अन्त यसरी नै जाउँ, सो फार गुड। मेरो एक्सप्लेनेसन ठिकै छ? तपाईँलाई केही छ एड अन गर्नु, भन्नुपर्ने, सोध्नुपर्नेहरू केही छैन है? मेरो म्यान्डेटरी थियो तपाईँलाई अलिकति डिस्क्रिप्सन दिने। तपाईँहरूले यत्रो टाढोबाट आयो, लेक के हो, गाइड गयो, करायो मात्र भन्ने हुन्छ, सो बेटर आई डिस्क्राइब यु ओभर हियर, सो लेट्स गो, ठिक छ है? तपाईँहरूलाई कसैलाई अलिकति जर्नीमा